सम्पूर्ण नमस्कार। एसई 2082 उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई धेरै धेरै बधाई र शुभकामना। म तपाईँहरूसँग सम्बन्धित रहेर आज दुईवटा कुरा गर्नेछु। पहिलो कुरा चाहिँ अभिभावकज्यूहरूले आफ्नो छोराछोरीले प्राप्त गरेका ग्रेडमा चाहिँ असन्तुष्टि जनाउने कुरा चाहिँ मैले प्राय देख्ने गरेको छु। अब मानौ के छ भने 3.6 आएको छ भने कसैको होइन, तिम्रो 3.6 आयो र चाहिँ अरू कसैको चाहिँ छेउकै कोही बच्चा छ उसलाई 2.5 आयो भने फलानुको छोराछोरीले 3.6 ल्याए, फलानुको छोराछोरीले चाहिँ A+ ल्यायो र तिमीले चाहिँ B मात्रै ल्यायो, तिमीले चाहिँ B+ मात्रै ल्यायो भन्ने किसिमको कुराहरू पनि सुन्न पाइन्छ। यस्तो चाहिँ अभिभावकजीहरूले नगरिदिनु होला, किनभने बच्चाहरूले आफूले उसको आफ्नो क्यापेसिटी मेरिटले जति ल्याएका छन् हामी अभिभावक त्यसमै खुसी भइदिनुपर्छ। उसको माथिल्लो तहको पढाइलाई अहिलेका प्रमाणपत्रमा भएका जो उसको चाहिँ जति ग्रेड छन् त्यसले नै धेरै महत्त्व राख्छ भन्ने कुरा छैन। उसले विषयवस्तुलाई प्रमाणपत्रमा B आए पनि B+ आए पनि उसको भोलि गएर चाहिँ उसले माथिल्लो पढाइको लागि उसले अब स्पेसिफिक विषयवस्तु हुन्छन्। अहिले जस्तो 9-10मा जस्तो उसले म्याथ पनि पढ्नुपर्ने, साइन्स, सोसल, नेपाली, इङ्ग्लिस जति छ सबै समग्रमा पढ्नुपर्ने। अब उनीहरूले माथिल्लो जे उनीहरूको उच्च अध्ययन हुन्छ त्यो स्पेसिफिक हुन्छन्, विशिष्ट चाहिँ के छ भने पाठ्यक्रम आधारित हुन्छन्, स्पेसिफिक करिकुलम हुन्छन्। त्यही भएर अब उनीहरूले एक्स्ट्रा थप मेहनत यदि गर्यो भने उच्च तहको पढाइमा ऊ अब्बल साबित हुन सक्छ, राम्रो गर्न सक्छ। त्यही भएर उसको अहिलेको नतिजाले उसलाई अलिकता मानसिक रूपबाट ह्यारेस चाहिँ गर्नु भएन। दोस्रो कुरा के छ भने विद्यार्थीहरूले अब एससी पछि के गर्ने भन्ने कुरा धेरैको गुनासोहरू हुन्छन्। यस्ता चाहिँ कुराहरू चाहिँ हामीले वर्षेनी पाउने गर्छौँ। तर यसमा हामीले चाहिँ के भन्न सक्छौँ भने विद्यार्थीको आफ्नो इच्छा, उनीहरूले के पढ्न खोजेका छन्, रुचि केमा छन्, कुन फ्याकल्टीतिर उसलाई जान मन लागेको छ, कुन संकाय उसले चाहिँ पढ्ने हो भने उसले राम्रो गर्न सक्छ, त्यो कुरा चाहिँ उसको इच्छा र उसको चाहिँ विषयगत ज्ञानलाई चाहिँ ध्यान दिएर प्यारेन्टहरूले, अभिभावकज्यूहरूले चाहिँ उसलाई उसले रोजेको चाहेको र राम्रो गर्न सक्ने फिल्ड र त्यसपछि विषयगत रूपमा पनि उसको त्यसमा कति दखल छ यो दुइटैलाई चाहिँ अनुकूल पारेर चाहिँ त्यही किसिमको चाहिँ पढाइलाई उसले रोज्ने हो भने भविष्यमा राम्रो गर्न सक्छ, त्यसमै सफलता प्राप्त गर्न सक्छ। कुनै पढाइ ठुलो र सानो भन्ने हुँदैनन्, अध्ययन भनेको सानो र ठुलो हुँदैनन्। उसले 11-12 नै गर्ने हो एजुकेसनबाट, अथवा के छ भने